नमस्कार। सङ्गठित संस्थाको चौथो र पाँचौँ दुवै तहको परीक्षा नजिकै छ र यसै सन्दर्भमा मैले सामाजिक सञ्जाल फेसबुक पेज मार्फत यहाँहरूलाई गणित खण्डका केही महत्त्वपूर्ण प्रश्नहरू राख्दै आएको छु। ती प्रश्नहरू राख्ने क्रममा केही साथीहरूले आग्रह गर्नुभयो कि सर यसका समाधान गर्ने तरिकाहरू पनि राखिदिनुहोस्। सो यसको लागि मैले यहाँहरूलाई केही सहयोग होस् भन्ने हिसाबले भिडियोहरू हरेक सेटको चाहिँ समाधान कसरी गर्ने भन्ने कुराहरू भिडियो मार्फत नै यहाँलाई प्रस्तुत गर्न चाहेको हुनाले आज यो भिडियो लिएर उपस्थित हुँदैछु। म यहाँहरूको म्याथमेटिक्स प्रशिक्षक ईश्वर अधिकारी र अब हामी आज सेट 1 भनेर मैले जुन फेसबुक पेज मार्फत यहाँहरूलाई उपलब्ध गराएको प्रश्नहरू थियो ती प्रश्नहरूको समाधान कसरी गर्ने त भनेर यहाँहरूलाई अगाडि म गाइड गर्ने प्रयास गर्दैछु। सबभन्दा पहिलो प्रश्न यहाँले हेर्न सक्नुहुन्छ। पहिलो प्रश्नको रूपमा 15वटा किताबलाई 25वटा किताबको लागत मूल्यमा बेच्छ भनेको छ एउटा पसलेले। अनि कति प्रतिशत नाफा हुन्छ भनेर सोधिएको छ। सो यहाँनिर तपाईँले के बुझ्नु पर्यो भने पहिलो कुरा त लागत मूल्य भनेको हामीलाई कति मूल्य परेको छ भनेको हाम्रो इन्भेस्टमेन्ट कति छ भनेको द्याट मिन्स त्यो कस्ट प्राइस हो। सो के भनेको क्वेसनले त भन्दा 15वटा किताब बेचियो 25वटा किताबको कस्ट प्राइस बराबरमा भनेको मतलब 15वटा किताब बेच्दाखेरि जति पैसा आउँछ अथवा सेलिङ प्राइस इक्वल्स टु 25वटाको कस्ट प्राइस भनेपछि पहिला सुरु यसलाई हामीले लेखिहालौँ। 15वटाको सेलिङ प्राइस इक्वल्स टु 25वटाको कस्ट प्राइस र यसबाट हामी अब के गर्छौँ त सेलिङ प्राइस र कस्ट प्राइसको रेसियो निकाल्छौँ। हेर्नुहोस् एसपी यहीँ छ यतैतिर राखेका छौँ। पारीबाट सिपी आउँछ भने हामी तल लगेर राख्छौँ र यतातिर हेर्नुहोस् यो 25 छ भने अब 15 तल जान्छ। अब यसलाई हामीले रेसियोमा कन्भर्ट गर्दै गर्दा काटेर गर्दा पनि हुन्छ, यतिकै राखेर गर्दा पनि भयो। 5ले काट्दाखेरि हामी 5/3 भनेर लेख्न सक्छौँ। अर्थात् यसको मिनिङ तपाईँले कसरी बुझ्न सक्नुभयो भन्दा कस्ट प्राइस 3 हुँदै गर्दा सेलिङ प्राइस 5 हुन्छ भनेको। अर्थात् रेसियो मात्रै हो यो, फेरि एक्चुअल कस्ट प्राइस र सेलिङ प्राइस होइन। रेसियोबाट पनि हामी डाइरेक्ट पर्सेन्टेज निकाल्न सक्छौँ। त्यसैले अब हेर्नुहोस् यहाँ रेसियोबाट हेर्दा हामी प्रफिट पर्सेन्टेज निकाल्दैछौँ भने प्रफिट कति छ नाफा कति छ भन्ने कुरा हामी हेर्छौँ। डिभाइड बाई कस्ट प्राइस इन्टु 100 हामी गर्छौँ। अब सिम्पल कुरा हेर्नुहोस्, सामान्य कुरा के बुझ्न सकियो भने यदि कस्ट प्राइस 3 रुपियाँ छ र सेलिङ प्राइस 5 रुपियाँ छ भने प्रफिट हुन्छ 2 रुपियाँ। त्यसैले हामी प्रफिट 2 रुपियाँ भनेर राख्छौँ र डिभाइडमा के राख्नुपर्छ कस्ट प्राइस। सो कस्ट प्राइस 3 रुपियाँ भनेर राख्न सकियो। अनि इन्टु 100 हामीले गर्छौँ भने यो भनेको कति आउँछ त 2/3 200/3 आउँछ। त्यो भनेको 66.67% हाम्रो करेक्ट एन्सर बन्छ, जुन कुरा हामीलाई अप्सन नम्बर बीमा दिएको देख्न सकिन्छ। यो हाम्रो थियो पहिलो प्रश्न नाफा नोक्सानबाट। यस्तै अरू 4वटा प्रश्न, जम्मा 5वटा प्रश्न मध्ये पहिलो प्रश्न हामीले समाधान गरिसक्यौँ। सो दोस्रो प्रश्न के छ त त्यो प्रश्नमा हामी अगाडि बढ्छौँ। हेर्नु होला प्रश्न नम्बर 2 नम्बरको प्रश्न एकदम सजिलो प्रश्न। मैले सेट 1 मा सामान्य प्रश्न नै राखेको थिएँ। त्यसैले अब यसलाई के गर्ने भन्ने कुरा हेर्नुहोस्। रु 60 जम्मा 60 रुपियाँ छ। रु 60 लाई 3:4:5 को अनुपातमा बाँड्दा भनेको भाग लगाउँदाखेरि पहिलो भाग कति हुन्छ भनेर सोधेको छ। सो यस्तो प्रश्न आउँछ भने तपाईँले के कुरा बुझ्नुहोस् भन्दाखेरि हेर्नुहोस् है, पहिलो भाग भनेको हामीलाई सोधेको मध्ये पहिलो भाग भनेको यो 3टा भाग भनेको 3, 4 र 5 अनुपातमा बाँडेको भाग मध्ये 3 वाला भाग हो पहिलो भनेको। सो के गर्छौँ त हामी भन्दा यसरी भाग लगाउने कुरा आयो भने जुन भाग हामीलाई चाहिएको हो 3 त्यो हामी माथि राख्छौँ र यो 3टा रेसियो जुन छ नि त्यसलाई जोडेर टोटल कति भाग लागेको छ भनेर तल राख्छौँ। सो 3, 4, 7, 7, 5, 12 यो पहिलो भागको फ्र्याक्सनमा लेख्ने तरिका भयो। र कति रुपियाँलाई भाग लाउने हो 60 रुपियाँलाई भाग लाउँदैछौँ भने त्यो 60 हामी यहाँनिर राख्छौँ। त्यो भनेको कति आउँछ त हेर्नुहोस् 12 ले 60 लाई 5 पटक र 3 × 5 15। अप्सन नम्बर ए हाम्रो करेक्ट एन्सर बन्छ। यो प्रश्न नम्बर 2 रेसियो एन्ड प्रपोर्सनबाट सोधेको प्रश्न। त्यस्तै म यहाँको लागि प्रश्न नम्बर 3 मा जान्छु। 3 नम्बर प्रश्न कसरी सोधेको रहेछ, कसरी हामी समाधान गर्न सक्छौँ त्यो प्रश्न हेरौँ। सो प्रश्न नम्बर 3 नम्बरको प्रश्न मध्यिकाबाट छ। हेर्नु होला मजाले तपाईँलाई यहाँनिर प्रश्न दुवै माध्यममा मैले राखिदिएको छु, इङ्ग्लिस नेपाली दुवै माध्यममा। अब कसरी सोधेको छ कसरी समाधान गर्ने हेरौँ। यदि x + 3 2x + 1 3x - 2 र 3x + 5 बढ्दो क्रममा अथवा एसेन्डिङ अर्डरमा छन् भनेको सानोदेखि ठुलो क्रममा छन् भने र तिनीहरूको मध्यिका 17 छ भनेर दिएको छ। मध्यिका भनेको मिडियन दिएको छ, हामीलाई मिडियन इज 17 भनेर दिएको छ। सो यस्तो अवस्थामा हामी के गर्छौँ त हेर्नुहोस्, हामीलाई दिएको छ कतिवटा टर्म एउटा, दुईटा, तीनवटा र चारवटा। सो मिडियन निकाल्ने झन्झटमा हामी जाँदैनौँ। 5वटा टर्म दिएको थियो भने पछाडिको दुईटा अगाडिको दुईटा हटाएर बिचको टर्म हाम्रो मिडियन हुन्थ्यो भने 4वटा दिएको छ मतलब यो टर्म पनि मिडियनमा आउने कुरा हुँदैन, यो पनि आउँदैन। जहिले पनि बुझ्नुहोस् मध्यिका भनेको बिचमा पर्ने हो। यिनीहरू अलरेडी बढ्दो क्रममा छन् वा कहिलेकाहीँ घट्दो पनि दिन सक्छ। छन् भने
यी दुईटाको औसत नै के हो त मध्यिका हो बिचमा पर्ने दुईटाको औसत अथवा एभरेज नै के हो मध्यिका हो त्यसैले हामी मध्यिका निकाल्छौँ मिडियन निकाल्छौँ भने अब यो बेलामा के गर्नु पर्यो त भन्दा सेकेन्ड टर्म प्लस थर्ड टर्म डिभाइड बाई 2 गर्छौँ यदि 5 वटा थियो वा बिजोड संख्यामा 7 वटा थियो भने बिचमा पर्ने नै मिडियन भयो अब 4 वटा छ 6 वटा छ भने चाहिँ बिचमा एक्ज्याक्टली कुनै पनि पर्दैन मतलब बिच भनेको त यहाँ खालीवाला पर्छ त्यसको बायाँ र दायाँ अथवा यसरी बिचमा पर्ने कुनै दुईवटाको हामी एभरेज लिन्छौँ सो अब हेर्नुहोस् त मध्यिका दिएको छ कति 17 अनि सेकेन्ड टर्म भनेको हामीलाई दिएको छ 2x + 1 र थर्डमा दिएको छ 3x - 2 र डिभाइड बाई 2 हामी गर्छौँ अब हिसाब गरौँ 17 × 2 34 अनि यसलाई जोड्नुहोस् 2 + 3 5x अनि यो +1 र -2 भनेको -1 भयो सो 34 अब हेर्नुहोस् है -1 छ वारिपट्टि ल्याइदिनुहोस् +1 35 भयो भने यो भनेको 5x आउँछ सो 35 = 5x आउँछ भने अब के छ त x भनेको 35/5 गर्छौँ आउँछ कति 7 मतलब यसरी हेर्दाखेरि हामीले जहिले पनि मध्यिकाबाट यस्तो खालको प्रश्न एकदम महत्त्वपूर्ण प्रश्न हो एकदम सोध्न सकिने सम्भावना उच्च भएको प्रश्न हो र यसरी प्रश्न आउँछ भने गर्ने तरिका तपाईँले एकदम ध्यानमा राख्नुहोस् यो एउटा महत्त्वपूर्ण प्रश्न हुनसक्छ र हाम्रो एन्सर आइसकेको छ कति 7 जुन कुरा हामीलाई अप्सन नम्बर सीमा दिएको देख्न सकिन्छ र यो सँगै हामी जान्छौँ अब क्वेसन नम्बर 4 अथवा चौथो प्रश्न के थियो त हाम्रो योभन्दा अघिल्लो पटक मैले राखेको सेटबाट अथवा सेट 1 बाट त्यो प्रश्न हेरौँ प्रश्न नम्बर 4 हेर्नुहोस् यो छ प्रोबेबिलिटीबाट सो प्रोबेबिलिटीबाट यस्तो प्रश्न आउँछ भने के भनेको छ पहिला त्यो कुरा बुझौँ अलिकति नयाँ अलिकति गाह्रो पनि लाग्न सक्छ हामीलाई यस्तो प्रश्न हेर्नु होला एउटा झोलामा दुईवटा रातो तीनवटा हरियो र दुईवटा नीलो बल छन् तीनटा हामीलाई डिफ्रेन्ट बलहरू दिएको छ उक्त झोलाबाट नहेरिकन दुईवटा बल निकाल्दा निकालिएका बलहरूमध्ये कुनै पनि नीलो नहुने सम्भाव्यता कति हुन्छ भनेको छ सो नीलो कुनै पनि नहुने दुईटा बल निकाल्दाखेरि ल हेर्नुहोस् अब यस्तो प्रश्न सोध्छ भने हामी के गर्छौँ त सबभन्दा पहिला ध्यान दिनुहोस् टोटल पोसिबिलिटी कतिवटा छ टोटल आउटकम कतिवटा पोसिबल छ भन्दा यहाँ हेर्नुहोस् दुईवटा रातो तीनवटा हरियो र दुईवटा नीलो गरेर जम्मा जम्मी 7 वटा छ र त्यसमा हामीलाई नीलो भनेको छ नीलो अथवा ब्लू कतिवटा छ ब्लू भनेको दुईवटा छ भने अब हामीलाई नट ब्लू भनेको छ है ध्यान दिनु होला नट ब्लू चाहिँ कति भनेर सोधेको छ अथवा ब्लू नहुने प्रोबेबिलिटी कति भनेर सोधेको छ त्यस्तो अवस्थामा अब के गर्ने त ध्यान दिनुहोस् सिम्पल कुरा छ पहिलो पटक बल निकाल्दाखेरि एकदम सजिलो कुरा छ है प्रोबेबिलिटी हामी निकाल्दैछौँ हेर्नु होला के भनेको छ दुवै नीलो नहुने कुनै पनि नीलो नहुने भनेपछि पहिलो पनि नीलो हुनु भएन दोस्रो पनि नीलो हुनु भएन अब ध्यान दिनुहोस् ब्लू नभएको ब्लू बल दुईटा छ भने बाँकी 5 वटा छन् नट ब्लू अथवा दुवै ब्लू नहुने अवस्था भनेको 5 वटा अवस्था छ जम्मा 7 वटा मध्ये त्यसैले पहिलो पटकको प्रोबेबिलिटी हुन्छ 5/7 हेर्नुहोस् है नीलो पर्ने भनेको भयो 2/7 नपर्ने भन्यो भने 5/7 पहिलो पटकमा र अब दोस्रो पटक फेरि त्यही बल निकाल्दा नीलो नपर्नु छ भने अब ध्यान दिनुहोस् दोस्रो पटकमा फेरि अब नीलो बल नपर्ने भनेपछि कि रातो पर्ने हो कि हरियो पर्ने हो रातो र हरियो बल मध्ये एउटा बल हामीले बाहिर निकालिसकेका छौँ 5 वटा मध्ये भने अब 4 वटा बाँकी छ र जम्मा बल 7 वटा मध्ये पनि एउटा हामीले बाहिर निकालिसकेका छौँ त्यसैले अब बाँकी छ 6 वटा यति भयो भने अब हेर्नुहोस् यसरी राख्दा अब के भयो 2 ले काट्यो भने 2 पटक 2 ले काट्यो भने 3 पटक अब गुणन गर्नुहोस् 5 × 2 10 र 7 × 3 21 यसरी हाम्रो एन्सर 10/21 अप्सन नम्बर डी हुन्छ भनेर बुझ्न सकिन्छ र यसलाई कम्बिनेसन पनि प्रयोग गर्ने गरिन्छ कम्बिनेसन प्रयोग गर्यो भने चाहिँ कसरी गर्छ भन्दाखेरि अब कम्बिनेसनबाट पढ्ने साथीहरूको लागि पनि सजिलो के हुन्छ प्रोबेबिलिटी सोध्यो भने हेर्नुहोस् है जम्मा 7 वटा मध्येबाट कम्बिनेसन युज गर्छौँ दुईटा बल निकाल्छौँ र हामीलाई जम्मा 5 वटा नट ब्लू है नीलो नपर्ने भनेको छ नीलो नपर्नेबाट हामी दुईटा निकाल्दैछौँ र टोटल आउटकमलाई चाहिँ हामी तल राख्छौँ त्यो भनेको 7 वटा मध्येबाट दुईटा नपर्ने भनेको छ भनेपछि अब यस्तो अवस्था के हुन्छ कम्बिनेसन युज गर्नुभयो भने 7 के 5C2 भनेको अब यहाँनिर हामीले कम्बिनेसन बुझेका छौँ भने मात्रै है कम्बिनेसन नपढ्ने साथीले यसरी गर्नु पर्दैन 5C2 भनेको के हुन्छ 5 फ्याक्टोरियल बाई 2 फ्याक्टोरियल इन्टु 5 - 2 अथवा 3 फ्याक्टोरियल यो भनेको आउँछ कति 3 फ्याक्टोरियल 3 to 1 गयो 5 × 4 20 10 आयो र अब अर्को भनेको 7 फ्याक्टोरियल डिभाइड बाई 2 फ्याक्टोरियल इन्टु 5 फ्याक्टोरियल गऱ्यो भने 7 × 6 42 भाइ यो भनेको 21 आउँछ यसरी पनि हामी सिधै के लेख्न सक्छौँ 10/21
21 लेख्न सक्छौँ। यो चाहिँ कम्बिनेसन युज गरेर समाधान गर्न सिक्नुभएको साथीहरूको लागि हो। तर हामी डाइरेक्टली यही मेथड युज गर्छौँ भने मजाले प्रोबेबिलिटी क्याल्कुलेट गर्न सक्छौँ। यो भयो प्रश्न नम्बर 4 र यो पछाडि हामी जान्छौँ 5 नम्बर प्रश्नमा। अन्तिम प्रश्नको रूपमा 5 नम्बर प्रश्नले के सोधेको छ यो प्रश्नलाई हेर्नुहोस्। यो प्रश्न छ टाइम एन्ड वर्कबाट र यहाँ केही हाम्रो पूर्व प्रधानमन्त्रीज्यूहरूको मैले यहाँनिर नाम उल्लेख गरेको छु। मात्र तपाईँहरूलाई यो इन्गेजिङ होस् भन्ने हिसाबले मात्रै यो प्रश्न राखेको छु। हेर्नु होला अब कसरी प्रश्न सोधेको छ। खड्गप्रसाद र पुष्पकमलले कुनै काम क्रमशः 16 दिन र 24 दिनमा गर्न सक्छन्। सो यहाँनिर हामीले एउटा खड्गप्रसाद भनेर मैले केपी भनेर राखेँ र पुष्पकमल भनेको हुनाले पिके भनेर राखेँ। हेर्नुहोस् अब 16 र 24 दिन दिएको छ यसरी र हामी एलसिएम निकाल्छौँ भने कति आउँछ 48 आउँछ 48। सो 16 ले 48 लाई 3 पटक र 24 ले 48 लाई 2 पटक भाग जान्छ। यतिसम्म हामीले गरिसकेपछि यो टाइम एन्ड वर्कको डिफ्रेन्ट मेथड हुनसक्छ यहाँहरूको लागि। जसले यो तरिकाबाट सिक्नु भएको छैन तपाईँको लागि अलिकति नयाँ हुनसक्छ, तर यो तरिका सजिलो चाहिँ हुन्छ। मैले यसको पुरा भिडियो युट्युबमा टाइम एन्ड वर्क पार्ट 1 भनेर राखिदिएको छु। यदि यहाँहरूलाई यो तरिकाबाट अलिकति कम्फर्टेबल छैन अथवा यो तरिका पढ्नु भएको छैन भने एकचोटि त्यो भिडियो हेर्न सक्नुहुन्छ। ईश्वर अधिकारी भनेर सर्च गर्नुहोस्, आइक्यू इन्साइट भन्ने च्यानलभित्र तपाईँले त्यो भिडियो हेर्न सक्नुहुन्छ। अहिलेको लागि अब यो के हो भन्ने कुरा म थोरै एक्सप्लेन गर्छु। हेर्नुहोस् 48 लाई हामी मान्छौँ टोटल वर्कको रूपमा। जम्मा कति काम भनेको 48 र यो 2 भनेको यो पुष्पकमलले एक दिनमा गर्ने काम हो र 3 भनेको यो खड्गप्रसादले एक दिनमा गर्ने काम हो। भनेपछि यसरी हामीले एक दिनको काम र टोटल वर्क निकाल्यौँ। यो एक दिनको कामलाई हामी के पनि भन्छौँ कार्यक्षमता अर्थात् इफिसियन्सी भनेर भन्छौँ। अब हेर्नुहोस् के गर्नु पर्यो त भन्दाखेरि उनीहरूले सँगै काम सुरु गरेर 6 दिनपछि पुष्पकमलले काम छोडे। सो 6 दिनमा कति काम गरे त त्यो हामी क्याल्कुलेट गर्छौँ। ल हेर्नुहोस् 6 दिनमा गरेको काम ध्यान दिनुहोस् है। अब 6 दिनको काम कति गरे त भन्दा 6 दिन इन्टु हेर्नुहोस् त एक दिनमा 3 युनिट काम गर्छन् खड्गप्रसादले र पुष्पकमलले 2 युनिट गर्छन् भनेपछि जम्मा जम्मी 3 2 5 5 इन्टु 6 30 युनिट काम सकाए। कति काम मध्ये 48 काम मध्ये। भनेपछि अब बाँकी रहेको काम कति हो त बाँकी काम भनेको अब 48 मा 30 घटाएर कति रह्यो 18 युनिट रह्यो र यो काम चाहिँ अब कसले छोडेर गए पुष्पकमलले छोडेर गए। अब खड्गप्रसाद एक्लै छन् कति दिनमा काम गर्छन् भनेको छ। सो केपी को लागि टाइम हेर्नुहोस् है केपी को लागि टाइम भनेर हामी हेर्छौँ भने समय भनेर हेर्छौँ भने यसलाई हामी वर्क बाई इफिसियन्सी गर्छौँ। टोटल वर्कलाई इफिसियन्सीले डिभाइड गर्छौँ। टोटल वर्क 18 युनिट बाँकी छ र केपीको इफिसियन्सी कति छ 3 छ। भनेपछि यसरी हामीले 3 ले 18 लाई 6 टाइम्स 6 दिन लाग्छ भनेर भन्न सक्छौँ। यसरी हामी खड्गप्रसादले बाँकी रहेको काम 6 दिनमा पुरा गर्न सक्छन् भनेर अप्सन नम्बर सी लाई मार्क गर्न सक्छौँ। यो सँगै हाम्रो सेट 1 अर्थात् मैले पूर्व योग्यता परीक्षाको साथीहरूलाई लक्षित गर्दै तयार गरेको जुन सेट 1 थियो यसको मैले यहाँहरूलाई पूर्ण समाधान कसरी गर्ने भन्ने कुरा अगाडि राखिसकेको छु। बाँकी फेरि पनि अगाडिका सेटहरूमा यस्तै भिडियोहरू लिएर आउनेछु र यसको लागि यहाँहरूले आफ्नो साथीहरूमाझ यो भिडियोलाई सेयर गर्न कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद, नमस्ते।